मोबाइलमा फेसबुकको सर्च बार खोलेर उसको आइडी खोज्दैछु आज। राम्रोसँग चिने जाने कि उसको आइडी फेला पार्न कठिन थिएन। तर उसलाई फ्रेन्ड रिक्वेस्ट पठाउन हात अल्मलिरहेका छन्। पठाऊ या नपठाऊ? नराम्रो पो सोच्ली कि? हुन त फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउन यति सोच्न पर्ने होइन। तर उसको बारेमा मनले अनेक थरी सोचेको भएर होला सायद। यति डर अनि लाज लागेको। लामो समय विचार गरेपछि मेरो मनले एउटा निष्कर्ष निकाल्यो। मेरो मनको कुरा अरू कसलाई थाहा छ? उसको बारेमा मैले जे सोच्छु त्यो त अरू कसैलाई थाहा छैन। उसले पनि मलाई असल नै सोचे सायद, किनकि म गाउँमा सज्जन व्यक्तिको छवि बसाल्न सफल भएको थिएँ। केवल गाउँमा छवि मात्र होइन, साँच्चै नै मेरो मन अरू मानिसको तुलनामा सफा नै छ होला। मानिसको मनले कहिलेकाहीँ कुविचार त ल्याउँछ, कहिले मन आफै लरबराउँछ। तर जसले मनको कुविचार मनमा नै सीमित राख्न सक्छ अनि समाजको नीतिको पालना गर्छ, आखिर उनै एक असल पात्र हो। मेरो समाजले मलाई त्यही असल पात्रको रूपमा चिनेको छ र सायद उसले पनि। यही विश्वास लिएर फ्रेन्ड रिक्वेस्ट पठाएँ। अब प्रतीक्षा थियो उसको रिक्वेस्ट एक्सेप्टको। मनमा ढुकढुक ढुकढुक हुन थाल्यो। एक्सेप्ट गरिन भने के होला? ओहो, चिन्जान भएको वर्षौँ भए पनि आजसम्म फेसबुकमा साथी नभएकी ऊ के अब साथी होली? म सानो हुँदा ऊ झन् सानी थिए, सायद 4-5 वर्ष कान्छी होली। सानो बेलामा त केटीसँग बोल्न झन् यति लाज लाग्थ्यो। हुन त म आज पनि कोही केटीसँग बोल्न अधिक लजाउँछु। मनले बोल्न भन्छ, बोल्न मनपर्छ, तर मेरो व्यक्तित्वको समाजमा बेग्लै पहिचान थियो, जुन पहिचान पनि मलाई जोगाउनु छ अनि मनको चाहना पनि पुरा गर्नु छ। दिनभर उसको एक्सेप्टको प्रतीक्षा गरिरहेँ। 2-3 घन्टासम्म पनि रेस्पोन्स नआएपछि रिक्वेस्ट डिलिट गरौँ कि भन्ने नसोचेको होइन। तर बल्ल बल्ल पठाएको रिक्वेस्ट क्यान्सल गर्न पनि मन आखिर कहाँ मान्थ्यो र। 2-4 दिनसम्म त कुर्छु भन्ने सोचेँ। तर मैले धेरै लामो समय प्रतीक्षा भने गर्नु परेन। भोलिपल्ट नै उसले मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरी। केवल उसले मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्दा मात्र म यति खुसी भएँ कि मानौ उसले मेरो प्रेम प्रस्ताव नै स्वीकार गरी। आखिर मानिसलाई खुसी हुन के चाहिँदो रहेछ र? उसलाई मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्न सायद 1 सेकेन्ड पनि लागेन होला। तर उसको त्यो 1 सेकेन्डले मलाई यति धेरै खुसी दियो कि म व्यक्त गर्न सक्दिनँ। उसको 1 सेकेन्डले मलाई यति खुसी मिल्यो। उसँग जीवन बिताउन पाए ओहो, कति खुसी मिल्थ्यो होला झन्। सायद संसारकै खुसी मान्छे हुन्थे होला। धेरै ठुला इच्छा र चाहना नभएको मेरो एउटा चाहना र इच्छा ऊ मात्र थिए। मलाई यो पनि थाहा थियो, यदि मनको कुरा पढ्न मिल्थ्यो अनि मैले उसलाई के सोचेर एड गरेँ भन्ने कुरा उसले जान्दथे भने उसले मेरो रिक्वेस्ट डिलिट गरिदिन्थे। उसले त मलाई गाउँ समाजको चिनेको मान्छे भएकै कारण एक्सेप्ट गरेकी न हो। तर मैले उसलाई केवल चिनेको भरमा एड गरेको थिइनँ। मेरो मनमा उप्रति बेग्लै भावना थियो। स्कुल पढ्दा उसलाई र मलाई गिज्याउँथे। म रुन्थेँ, गिज्याउनेलाई मनमनै गाली गर्थेँ। मेरो बाल मस्तिष्कले त्यो बेला प्रेम र आकर्षण चिन्नै सक्दैन थियो। तर आज मन भन्दैछ अब गाउँ समाजले मेरो नाम उसँग जोडेर गिज्याइदिउन्। हुन त आज पनि ममा त्यही मात्रामा लाज छ। कसैले गिज्याइदिने हो भने म आज पनि लाजले रातोबिरो हुन्छु होला। तर मेरो मनले गिज्याउनेलाई गाली होइन, अब आशिष दिनेछ। फ्रेन्ड रिक्वेस्ट मात्र एक्सेप्ट गरेर आखिर के पो हुन्थ्यो र? मनका कुरा व्यक्त गर्न त फोन वा मेसेज गर्नुपर्ने थियो। तर कसरी? म कसरी उसलाई मेसेज गर्न सक्छु? मेसेज पनि के भनेर गर्नु? न मेरो पहिचानले मनका कुरा व्यक्त गर्ने सामर्थ्य राख्थ्यो, न त मनका कुरा व्यक्त गर्दा मेरो पहिचान बाँकी नै रहन्थ्यो। मलाई समाजले यस्तो पात्रका रूपमा खडा गरेको थियो कि त्यो पात्र यो मायाप्रीतिको दुनियाँमा कहिल्यै घुल्नै सक्दैन थियो। मेरो पहिचान आज घाँडो लाग्न थाल्यो। आज उसलाई मेसेज लेख्न केही कुराले रोकेको छ भने त्यो मेरो व्यक्तित्व हो। अन्यथा म उसलाई मनको कुरा बताउँथेँ। उसले ठिक लागे स्वीकार्थी, गलत लागे सबै केटा एउटै हुन् भनेर अस्वीकार गर्थे।
तर म अरू केटाभन्दा फरक छु भन्ने धारणा समाजमा स्थापित छ र त्यही धारणाले मलाई रोगिरहेछ। म अरूभन्दा फरक छु भन्ने बुझाउन पनि मैले उसँग कुराकानी त गर्नुपर्छ। अनि उसँग कुराकानी गर्न खोज्दा नै म अरू जस्तै हुन्छु कि भन्ने डर पनि छ। मलाई यो पनि थाहा छ, मैले मेसेज गरेर कुराकानी नै भयो भने पनि उसले मेरो प्रेम भने स्वीकार गर्दिन, जसको कारण हो सुन्दरता। ऊ यति सुन्दर छ नि, उसको सुन्दरताको वर्णन मद्वारा सम्भव छैन। सबै कुरा ठ्याक्क मिलेको, भोटिलो शरीर। झ्याप्प हेर्दा उसलाई मन नपराउने यदि कोही हुन्छ भने या त त्यो मान्छेको आँखा कमजोर छ या उसले ठिक विपरीत देख्छ, अन्यथा उसको रूपमा आकर्षक नहुने कोही नहोला। तर रूपमा आखिर के नै छ र, यो त आज छ भोलि हराउँछ। यदि यही नै भनेर उसलाई मैले मनाउन खोज्छु भने पनि फेरि मैले उसलाई रूप देखेर नै मनमा सजाएको कुरा नकार्न सक्दिनँ। कुराकानी गर्न मन हुँदा पनि म केबाट सुरु गरौँ भन्ने कुराले गर्दा अलमलमा परिरहेँ। हेलो मात्र लेखेर पठाउँछु, रिप्लाई आए सामान्य कुरा गर्छु भन्ने आँटले हेलो टाइप गरेँ। तर फेरि किन मेसेज गर्नुभयो, काम विशेष भनेर सोधी भने के जवाफ दिउँला? तिमीसँग बोल्न मन लाग्यो र मेसेज गरेँ भनेर कसरी भन्नु? त्यसो भन्दा कतै उसले पनि मलाई नराम्रो त सोच्दिन? भोलि उसकै घरको बाटो हिँड्नु छ। मेसेजमा त बोलौँला, तर उसलाई प्रत्यक्ष देख्दा म आफूलाई कसरी व्यक्त गरौँला? यही सोचले उसलाई मेसेज पठाउने आँट गरिनँ। फेसबुकमा साथी भएपछि मनमा भएका कुरा लेख्दा कहिल्यै बुझी पो हालेर उसैले मेसेज गर्छ कि भनेर बेला बेला केही न केही पोस्ट गरिरहन्छु। कहिले फेसबुकको स्टोरीमा आफ्नो स्टोरी बोक्छु, उसको आइडी बार बार हेरिरहन्छु। उसको पोस्ट स्टोरीमा रियाक्ट गर्दा समेत म 10 पल्ट सोध्छु। लभ रियाक्ट गर्दा समेत गलत नै सोच्ली भन्ने डरले कहिलेकाहीँ लाइक मात्र गर्छु त प्रायः जसो हेरेर यसै छाडिदिन्छु। मेरो स्टोरीमा कति भ्युज आए यो मलाई महत्त्वपूर्ण हुँदैन। मलाई त यो महत्त्वपूर्ण हुन्छ कि उसले हेरी या हेरिन। यो सब मैले उसलाई भनिरहेको छु, उसले यो बुझी या बुझिन। कोही मान्छे कसैका लागि यति खास हुन्छ कि जसले केवल फेसबुकमा रियाक्ट गर्दा ऊ खुसी भइदिन्छ, जसको केवल एक मेसेजले उसले सारा संसार भुलिदिन्छ। अनि उसको साथ पाए ऊ हरथोक गर्न सक्छ, तर पनि उसँग नजर जुदाउन सक्दैन। मेरो लागि त्यो मान्छे ऊ नै हो भनेर उसले बुझ्ली या नबुझ्ली